नमस्कार, ज्योतिष दर्पणमा यहाँहरूलाई स्वागत छ। म निर्मल पौडेल। आज मैले यहाँहरूलाई एउटा किचन भान्सा कोठा कस्तो हुनुपर्छ अथवा भान्सा कोठाको विषयमा अति उपयोगी वास्तु ज्ञान लिएर उपस्थित भइसकेको छु। वास्तवमै भान्सा कोठा हाम्रो घरको पूर्व र दक्षिण दिशाको बीचको टुँडामा बनाउनु उपयुक्त मानिन्छ र यसै गरी भान्सा कोठासँग धेरै सम्बन्ध हाम्रो जीवनमा रहने गर्दछ। किनभने प्राचीन एउटा उखान पनि के छ भने जस्तो खायो अन्न त्यस्तै आउँछ भन्न। हाम्रो खानाबाट हाम्रो व्यवहार परिवर्तन हुन्छ भन्ने कुरामा चाहिँ एउटा वास्तुशास्त्रले महत्त्वपूर्ण स्थानलाई ओगटेको छ। र आज यही विषयमा तपाईले किचन कोठामा कस्ता कस्ता चिजहरू राख्दाखेरि तपाईलाई नोक्सान हुन्छ, अनिष्ट हुन्छ र कस्ता चिज राख्दाखेरि तपाईलाई राम्रो हुन्छ, यस विषयमा प्रवेश गर्दैछु। र सबैभन्दा एक नम्बर कुरा के छ भने यदि तपाईको घरको भान्सा कोठामा तपाईले पूजा कोठा गराउनु भएको छ भने कृपया त्यसलाई आजै हटाइदिनु होला। किनभने सबभन्दा ठुलो अनिष्ट भनेको यदि भान्सा कोठामा पूजा कोठा छ भने त्यसलाई वास्तु अनुसार असाध्यै नराम्रो योग मान्ने गरिन्छ। त्यस्तो हुँदाखेरि के कुरामा नोक्सान हुन्छ त भन्दा तपाईले आफ्नो भान्सा कोठामा पूजा कोठा राखेर पूजा गर्नुभएको छ भने त्यो पूजाबाट तपाईलाई उल्टो फल मिल्ने, दरिद्रीको बास हुने, घरमा अशान्ति हुने यस्ता प्रकारका समस्याहरू तपाईको जीवनमा आउन सक्दछन्। र यसै गरी तपाईको घरमा कुनै पोस्टरहरू टाङ्नु भएको छ अथवा कुनै चित्रहरू कोरेका ब्यानरहरू किचन कोठामा छन् भने पनि वास्तु अनुसार त्यसलाई असाध्यै धेरै अनिष्टको कारक मानिएको छ। र यदि तपाईले आफ्नो घरको भान्सा कोठामा खाना पकाउँदाखेरि दक्षिण अथवा पश्चिम दिशातिर फर्केर पकाउँदै हुनुहुन्छ भने तपाईको घरमा राम्रो हुने छैन। किनभने त्यसलाई वास्तु अनुसार अशान्तिको योग भनेर हामीले बताउने गर्दछौँ। र यसै गरी तपाईको घरमा भोजन गर्दै हुनुहुन्छ अथवा खाना खाने डाइनिङ टेबल अनुसार तपाईहरू दक्षिण अथवा पश्चिम दिशातिर फर्केर भोजन गर्दै हुनुहुन्छ भने पनि त्यो एउटा अनिष्टको कारक योग बन्ने गर्दछ। तसर्थ तपाईले के गर्ने त भन्दा तपाईले आफ्नो भान्सा कोठालाई असाध्यै सुन्दर र पवित्र बनाउनको लागि, वास्तु अनुसार फलदायी बनाउनका लागि तपाईले इलेक्ट्रिक सामानहरू जस्तै फ्रिज भयो, अनि त्यस पछाडि गएर विभिन्न प्रकारका मिक्सरहरू भए आदि जुन किचनमा चाहिने इलेक्ट्रिक सामानहरू छन् ती सामग्रीहरूलाई तपाईले दक्षिण र पश्चिमको बीचको टुँडातिर जो नैऋत्य कोण भन्ने गरिन्छ त्यहाँनिर राख्नु होला। तपाईले कहिले पनि खाना बनाउँदाखेरि उत्तर र पूर्व फर्केर बनाउनु होला भने खाना खाने व्यक्ति पनि सधैँ पूर्व र उत्तर दिशातिर फर्केर भोजन गर्नु असाध्यै राम्रो र लाभदायक मानिएको छ। तसर्थ हाम्रो यदि खाँदाखेरि बसाइ मिलेन भने, पकाउँदाखेरि बसाइ मिलेन भने त्यो खाना विष बन्न सक्छ। यो वास्तुमा यसलाई ठुलो महत्त्वका साथ हेरिएको छ। आज आधुनिक जीवन सँगसँगै विज्ञानको प्रविधिको प्रयोग बढे सँगसँगै अहिले वास्तुशास्त्र पनि एउटा प्रमुख हतियारको रूपमा समाजमा स्थापित भइरहेको छ। तसर्थ यो सानो जानकारी मैले यहाँलाई गराएँ र यसै गरी तपाईले यस्ता जानकारी सबैभन्दा पहिला थाहा पाउनका लागि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, सँगैको बेल आइकनलाई दबाउनु होला र अत्याधिक मात्रामा यो भान्सा कोठाको वास्तुको विषयमा अति उपयोगी ज्ञान भएका कारणबाट तपाईले सेयर गरिदिनु होला भन्दै म बिदा चाहन्छु। नमस्कार।